खान जन्मेका हो खाओ भन्थ्यो। त्यस्तै चाहिँ बनाउनु पऱ्यो नि त नि, आइडिया लगाउनु पऱ्यो, दिमाग लगाउनु पऱ्यो, त्यसै हुन्छ। ए आइस भन्छन्। आइसको पनि कति किसिमको तरकारी बन्छ, सुप बन्छ होइन। साँधेर खाइने मिठो, सुप बनाएर खाइने मिठो। यस्तो जाडो जाडो मौसममा मजाले साँधेरै खाँदा नि मिठो, अनि यो सुप बनाएर खाँदा नि मिठो। यस्तो मिठो हुन्छ यो सुप यसको। मैले यसको वर्णन गर्नै सक्दिनँ कति साह्रो मिठो छ भनेर। यसलाई चाहिँ यो आइस साइडमा राख्दै यसो खाने। मलाई पनि सुन्दा अचम्म लाग्थ्यो, तर अहिले आफूले बनाएर खाँदा त यो हिउँ पर्ने सिजनभरि यही खाम जस्तो भइरहेछ।